चाहिँ ट्र्याक्टरले खोक्लाइयो बिउ आएन त्यही भएर अहिले चाहिँ टोकाले गोरुले खोक्लाइयो हो गोरु कहाँ लगाइदिनु फेरि गोरुले फेरि अर्को बेडमा मिच्लान् गोरु लाइयो अहिले सबै आफ्नै त हो वरिपरि जम्मै आफ्नै छ अरू केही भनाइ छ भने भन्नुहोस् यहाँ भिडियो भयो अरू केही छैन भन्दै यो कति पाथीको बिउ राख्ने अरे यसमा यहाँ 2 पाथी लगभग 3 पाथी जति राख्नुहुन्छ राख्ने धानै हो नि धानै हो ल ल ल हजुर 2 पाथीले कति मुरी धान फलाउने भयो आज त बिहान बाँदर पनि देखिन्थ्यो सन्दरतिर निस्केथ्यो बिहान बाँदर अब यहाँ फेरि अर्को अङ्कलले के भन्नुहुन्छ ल यहाँ के भन्दै हुनुहुन्छ ल हेत्तेरी गएर त्यस्तो त भएन नि तपाईँ वरिष्ठले त झनै भयो अरे यो त बेइज्जती गरिदिनु तपाईँले त दुःख नभए त यो गाउँ छोडेर कोही जाने थिएन नि अहिले अब धेरै अब पहिला हजुर बामा बुढाबुढी भए खेतमा झर्न छोडे आफै आए नि सापो चाप्न पर्यो अलि राम्ररी अलि सिकाएर गर्नुहोस् है भएन ताप देख्यो दाइ यो ठाउँलाई के भन्छ अरे मामा यो भाइचोर दबियाचोर पनि भन्थ्यो हामी बुढाहरूले यो भाइचोर भन्छन् यहाँ अलिक बढी जो अब एउटा 2टा 3टा बिहारमा बँदेलले भ्याएको अवस्था छ अब अस्ति पनि आएर चापेको त्यहाँ मासतिर राज घुमिरेका बिहाडा नन्दराम भट्टराईको बिहाड कागज अधिकारीको बिहाड बँदेलले चाहिँ शिवप्रसाद भट्टराईको बिहाड बँदेलले चाहिँ भ्याएको छ त्यसमा बढी क्षति गर्ने हजुरराज घिमिरे र अधिकारीको बढी क्षति गरेको छ र दुबारा ध्यान राख्न फाइलले हो आज कति गते भन्नु त ठ्याक्कै आज त कति हो 25 गते होइन र 25 कि 24 होला आज 25 गते राखियो भनेपछि 24 छैन र आज त 24 है 25 कति हो 10 गते राखियो पहिलो बिहा त्यो नभएर बदलले भ्याएर अहिले चाहिँ 24 गते 25 गते राखियो यो बिहाको ल अहिलेको मौसम यस्तो छ ल